अन्त अहिले हामी तपाईँले कहाँ देखिरहनु भएको छ भने सफारीमा छौँ हामी चाहिँ कहाँ जाँदैछौँ तर म वाइगाड देखाइदिन्छु अरे भन्यो तर सफारीमा चाहिँ ग्याराङ गुरुङ जाँदैछ क्या घरपट्टि आएँ यहाँ उहाँ हुनुहुन्छ ममता सफारीमा हल्लिँदैछ थाहै छैन हल्यो कान्छी चोकको म कस्तो आएको मेरो अन्डामा इग्नोर गरेर बाहिर बाहिरको उयोहरू त ब्याक गर्ने हेर्नु है तपाईँलाई म देखाउँछु है कहाँ जाँदैछौँ भनेर एकछिनमा हेर्दै गर्नु होला लामो हुन्छ होला ल है मैले तपाईँलाई कहाँ आउँछु भनेको थिएँ यहाँ बहिनीले नयाँ दोकान खोल्नुभएको रहेछ कस्मेटिक पार्लर ब्युटिसियन खोल्नुभएको रहेछ ब्युटिसियन खोल्नुभएको रहेछ सबैजना उहाँको ब्युटिसियन खोल्नुभएको रहेछ कस्मेटिक ग्ल्याम बाई अस्मी आउनुहुन्छ भने कान्छी कान्छोक इजरी 17 ए ओटा म जोइले 17 भन्छु अस्ति पनि 17 भनेको थिए के 17 18 अरे 14 सबैजना हुनुहुन्छ ब्यागहरू पाइने रहेछ यहाँ कस्मेटिकमा क्लिपकटहरू आइसेटहरू सबै पाउँदैछ सबै पाउने रहेछ यो ओठमा कारो लाउने भन्नुहुन्छ नि त्यो भाइरल छ नि ओठमा कालो बनाउने भनेर गाइस यो है यहाँ मङ्गलसूत्रहरू तपाईँहरूले मङ्गलसूत्र पनि भन्नुहुन्छ मङ्गलसूत्र यहाँ छ यहाँ लबर पनि रहेछ कस्तो दाम अरे झन्डै लहरे हौ कस्तो यो भ्लग गर्नु पनि दिक्क लाग्छ घरि गर्दा मजा पनि आउँछ दिक्क पनि लाग्छ कि अब हामी कान्छी चोक आइपुग्यौँ कान्छी चोक बाटोमा हिँड्दैछौँ झन्डै लहरे झन्डै घोपा क्याम्प पुगिनँ म धरानदेखि कान्छो गयो फेरि कान्छोदेखि एकैचोटि धरान पुग्दाखेरि कस्तो हालत होला अनि कहाँ हिँडेको मान्छे कहाँ पुग्यौँ स्वर्ग हिँडेको मान्छे नर्क पुग्यौँ भने जस्तै हुन्छ होला यहाँ कस्तो राम्रो छ हेर्नु त्यो जङ्गल खाएर गाडी नै गाडी आर्मी क्याम्प हो आर्मी क्याम्प हेऱ्यो मलाई थाहा भएन आर्मी जङ्गल हो यो आर्मी जङ्गल यहाँ आर्मी बस्थ्यो डेङ्की गोली हान्छ बन्दुक यो हो